हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम टु माई भ्लग। मेरो भ्लगमा स्वागत छ तपाईहरूलाई। अनि आज चाहिँ म नुहाइधुवाइ गरेर नुहाएर सकेर पनि म लुगा पनि लाएर रेडी भइसकेँ। म चाहिँ सेन्टर जानुको लागि रेडी भइसकेँ। अनि किनकि आज हिरुना दिदी र म चाहिँ यसो कफी डेटतिर जाने कि भनेर सोचेको छौँ, प्लान भएको छ अहिले रिसेन्टलीको लागि। तर सेन्टर गएर भेटेपछि कता कता गइन्छ के प्लान हुन्छ त्यो चाहिँ थाहा छैन। कुन चाहिँ नि बारमा बस्ने भनेर चाहिँ अनि यतातिर हेर्दैछौँ, जाँदैछौँ अनि हेर्छौँ के हुन्छ। अनि आज यो हुन्छ, जाऊँ न हिँड्नु। यस्तो चिसो चिसो हावा लागेको है छैन खासै चिसो छैन। तर होइन यो लेकको छेउतिर भएर हो कि यतातिर चाहिँ चिसो। अनि उतातिर चाहिँ यो बिल्डिङहरूले छेक्छ नि त, अनि त्यही भएर चिसो हावा लाग्दैन कि उतातिर चाहिँ। मलाई चाहिँ दिदीले होइन वान पिस लाएर आऊ भनेर भन्दै हुनुहुन्थ्यो। म त वान पिस लाएको भए चाहिँ मलाई चाहिँ जाडो हुन्थ्यो। मलाई त होइन, तपाईँलाई जाडो हुँदैन तै पनि होइन। ल दिदीलाई चाहिँ गर्मी भयो अरे। हट दिदी हट हुनुहुन्छ है। हट भन्नाले नराम्रो खालको हट होइन नि, फेरि राम्रो खालको हट। हेर्नु न कस्तो राम्रो आज कस्तो राम्रो देखिन्छ हजुरलाई। यो व्हाइट कलर सुहाएको छ, राम्रो देखिएको छ। ल हाम्रो चाहिँ ड्रिङ्क्स आयो ल। अनि हामी चाहिँ ड्रिङ्क्स खान्छौँ। यहाँ चाहिँ दिदीले पे गर्न लाग्नु भएको छ। अनि हाम्रो चाहिँ ड्रिङ्क्स आइसक्यो ल, पे भयो है हाम्रो चाहिँ। एउटा चाहिँ वाइनको कप टाइपमा आएको छ अनि एउटा चाहिँ ग्लासमै आएको छ। ल चियर्स। यसमा चाहिँ लेमन पनि हालिदिएको हुँदो रहेछ। यो ड्राई लेमन होइन यो दिदी? यस, ड्राई लेमन। अनि यसमा पनि छ ड्राई लेमन। भयो खाने अब फोटो भिडियो खिच्नु। अनि हाम्रो त फोटो भिडियो त खिच्नु परिहाल्यो होइन। जे गरे पनि फोटो भिडियो चाहिँ आउनु पर्यो, खिच्नु पर्यो। चेयर्स। अब चाहिँ खायौँ, चिसो चिसो छ। ट्राई गर्ने तिमीलाई चाहिँ मनपर्छ होला। दामी छ कि, मेरो फेभरेट हो कि। पहिल्यै थाहा छ भनेर। ल म ट्राई गर्छु ल त। यसमा चाहिँ धेरै अल्कोहल छ। ठिकै छ, तर यो ब्यालेन्स भन्छ। यो के लेमनको छ यसमा टेस्ट? म्याङ्गो होइन न, हनी। अनि त्यसपछि हनी हुन्छ क्या। अगाडि आएको फाइदा भयो, कोही पनि छैन फोटोहरू खिच्न, भिडियो खिच्न। हजुरलाई कुन मन पर्यो, यो ड्रिङ्क्स मन पर्यो कि त्यो? मैले यो पहिला खाइसकेको थिएँ, त्यही भएर यो त मिठै लाग्छ। तर यो पनि नट ब्याड। यो त हेरेर मन सक्नु लाग्छ। यो त यसमा हल्का उस मात्र छ भने कलर मात्र, त्यसमा चाहिँ एकदमै धेरै कलर छ। अनि मलाई चाहिँ यिनीहरू दुईवटा ड्रिङ्क्समा चाहिँ यो नै मन पर्यो। अनि यसमा चाहिँ उस हालेको छ, हनी हालेको छ, अनि हल्का बियर हालेको छ, अनि म्याङ्गोको जुस, म्याङ्गो पनि हालेको छ कि। अनि त्यो सबै मिक्स भएर अनि त्यस्तो खालको टेस्ट आएको छ। अनि यसमा चाहिँ अनि यहाँ लेमन पनि छ, हेर्नु न। यो चाहिँ ड्राई लेमन। यो लेमनमा चाहिँ के भन्छ, हनी हालेको छ। मिठो छ, तर हल्का तितो आउँदो रहेछ। अन्त चिसो भएर चाहिँ एकदम मिठो भएको थियो। ल हाम्रो चाहिँ न्यु इयरको दिन यसरी नै होइन, के अरे न्यू ड्रिङ्क्स, न्यू एनर्जी। अनि त्यसपछि सबै न्यू एकदम पोजिटिभ माइन्ड लिएर 2083 राम्रो है। ल धन्यवाद।
अनि आज अनि अब के गर्नु त अब है घरमा बसिराख्नुभन्दा अन्त यसो बाहिर निक्ल्यौँ र न्यु इयरमा भनेर अनि हामी चाहिँ अनि अब झन् भन्नाले सडनली उस भएको के प्लान भएको क्या हामीले चाहिँ ल जाऊँ न त कतै ड्रिङ्क्स खान भनेर हामी यसरी निक्लेको प्लान चाहिँ थिएन हाम्रो अनि के घरमा बसेर बिताउनु नयाँ वर्ष पुगिन पनि बाहिर गएर यसो हल्का भए पनि मुड फ्रेस गरौँ न भनेर अनि हामी दुईजना मात्र भएर अनि आएको यता सेन्ट्रलतिर हामी चाहिँ बिहान आएको होइन नि फेरि अलिक दिउँसोखेर नै छ 2-3 बजिसक्यो यतिखेर आएको अनि दिदी चाहिँ एकछिनमा काममा जानुपर्छ त्यही पनि जोस जागर चलाएर अनि उत्तिखेर प्लान गराएर अनि उत्तिखेर आएको तर खासमा के प्लान यतिकै गरेको राम्रो भयो कतै पछि पनि आउनुपर्छ अरू ड्रिङ्क्स ट्राई गर्नुपर्छ ल यसको नाम हामी चाहिँ खासमा ऊ त पारीको ज्वेलिन पारी देखाइदियो ऊ चाहिँ ज्वेलिन चाहिँ गइरहेको थियौँ तर त्यहाँ चाहिँ त्यो चाहिँ यो पनि बार नै हो तर त्यो चाहिँ नाइट क्लब जस्तो टाइपको हो क्या अनि क्लब हो तर अहिले खुलिसकेछ भर्खर ड्रिङ्क्सहरू गर्न मिल्छ तर क्लबै त नजाऊँ अहिले भनेर दिउँसै भनेर चाहिँ अनि हामी अलि यहाँ शान्त पनि देख्यौँ यहाँ मान्छेहरू पनि हुनुहुन्थेन अनि त्यही भएर हामी यहाँ आएको है अरू के थप्नु मन छ भन्नु त ल अरू के हेर्नु अब नयाँ वर्षमा तपाईँहरूले कसरी बिताउनु भयो एकदम रमाइलो के अरे हजुरहरूलाई एकदम धेरै नयाँ वर्षको शुभकामना राम्रोसँग बितोस् 2083 हजुरहरूले आँटेको होइन सोचेको कुराहरू राम्रो कुराहरू चाहिँ सब पुगोस् नराम्रो चाहिँ नपुगोस् नि फेरि अनि हामीले चाहिँ तपाईँहरूलाई आशीर्वाद दियौँ तपाईँहरूले पनि हामीलाई आशीर्वाद दिनु कमेन्ट मार्फत होइन कमेन्ट मार्फत नै नदिए पनि आशीर्वाद नदिए पनि मनबाट चाहिँ सोचिदिनु न हाम्रो लागि राम्रो होस् यिनीहरूलाई भनेर दिदीलाई बेर भयो अरे त्यही भएर चाहिँ म चाहिँ स्वाट्ट पारेर पिउँछु मिठो छ है मलाई यो चाहिँ मिठो लाग्यो क्या त्यो चाहिँ मैले खाएन त्यो चाहिँ 2-3 सिप मात्र लिएँ त्यसपछि चाहिँ खानु सकेन यो चाहिँ खान्छु यताको एम्बियन्स हेर्नु यस्तो राम्रो छ माइ गॉड यो कोही मान्छे नभएको बेला चाहिँ रमाइलो हुँदो रहेछ क्या धेरै भरि भएको बेलामा चाहिँ झ्याउ हुन्छ तर हामी बाहिरबाट मान्छे बसिराख्नु भएको छ यस्तो राम्रो छ कि अहिले समरमा त फिनल्यान्ड त कसैले जित्न सक्दैन होला हौ यस्तो दामी देख्छ है ओ माइ गॉड हजुर कन्ट्री साइड पनि कस्तो दामी देखिन्छ यस्तो हरियाली अहिले चाहिँ नभनौँ पछिको प्लानहरू चाहिँ के हुन्छ थाहा छैन हेर्दै जानु न भ्लगहरू हेर्दै जानु मैले चाहिँ सक्न थालिसकेँ लास्टको अलिकति मात्र छ मैले विस्की सकाइसकेँ यहाँ सके कागती खाऊ न त्यो कागती पनि त्यो भयो थियो अनि यो चाहिँ सबै अलिकति मात्र खानुभयो दिदीले मैले यत्रो विस्की खाएँ नि त यहाँ यत्रो त्यो चाहिँ मैले खाएन फेरि त्यो चाहिँ मलाई मिठो लाग्यो यो त पुरै होल अल्कोहल हो कि ड्राई लेमन कस्तो मिठो मिठो हेर्नु मलाई यो ल अब जाऊँ है 3 बज्नु लाग्छ अब चाहिँ हामी निस्किन थालेको हामी चाहिँ निस्कियौँ है अब चाहिँ दिदीकोमा जान्छौँ होइन अनि हेर्नु न यो चरा कराको यस्तो हरामी हुन्छ कि यहाँ चरा निलो देखिएको छ अब त बाहिर खिच्दैन फोटो अब त लेकहरू पनि कस्तो निलो देखिन थाल्यो हो कस्तो दामी देखिन्छ कि लेकहरू पनि निलो देखिन्छ है
यहाँ मिस समर लागेर हेर्नु न पुरै यो उसहरू के भन्छ यो चियरहरू अनि यो बारको अगाडि के चियरहरू अनि यो उसहरू राखिदिइसकेको छ अनि बाहिर बसेर खानु मन छ भने बाहिर बसेर खाँदा भयो भित्र बसेर खानु मन छ भने भित्र बसेर खाँदा पनि भयो तर समरमा चाहिँ बाहिरै ठिक हुन्छ कि बाहिरै बसेर हामी चाहिँ दिदीकोबाट निस्किसक्यौँ अनि त्यसपछि हामी चाहिँ अहिले स्टेसन जाँदैछौँ अनि 4 मिनट जति हिँडेर जानुपर्छ स्टेसन चाहिँ अनि हामी अब आउँदैछ बस अनि त्यही बसमा जाने हो अनि म चाहिँ मेरो स्टेसनमा झर्छु एउटै गाडीमा जाने अनि दिदी चाहिँ मेरो स्टेसन क्रस भएर अर्को 2-3 स्टेप अगाडि जानुपर्छ स्टेसन अघि झर्नुहुन्छ अनि त्यही हो हाम्रो चाहिँ न्यू इयर आज न्यू इयरको दिन यसरी नै बित्यो अनि हाम्रो छुट्टी भएको भए चाहिँ राम्रोसँग मनाउँथेँ मला सँगै बसेर खाना खाएर तर त्यो चाहिँ पोसिबल भएन टाइम नभएको कारणले गर्दा तर पनि हामीले चाहिँ टाइम म्यानेज गरेर सँगै ड्रिङ्क्स खाने टाइम चाहिँ 1 घन्टा भए पनि टाइम निकालेर अनि 1 घन्टा भए पनि टाइम स्पेन्ड गऱ्यौँ जस घरमा के एक्लै बस्नु है आजको न्यू इयरको दिन यस्तो रमाइलो दिन पनि भनेर चाहिँ राति आउँदाखेरि म आउँदै हुन्छ 9 नै बज्छ भनौँ न 10 नै बज्छ अनि दिदीको टाइम मिल्दैन नि त अनि हाम्रो जस्तो सुत्ने बेला भइसकेको हुन्छ दिदी पो त्यतिखेर आउनुहुन्छ र अनि त्यही भएर चाहिँ अनि एकछिन भए पनि बिहान चाहिँ दिउँसोमा टाइम स्पेन्ड गरौँ न भनेर बिहान चाहिँ अनि हामी आफ्नो घरमा भयौँ आफूले घरमा मिठो खाना पकाएर खायौँ अनि त्यही हो दिउँसो चाहिँ एकछिन गऱ्यौँ टाइम स्पेन्ड गऱ्यौँ भन्दै यो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूले कसरी बिताउनु भयो न्यू इयर हामीले चाहिँ यसरी बितायौँ भन्दै अब चाहिँ बिदा माग्छु यो भिडियोबाट थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा बाई बाई ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर पनि ह्याप्पी न्यू इयर सबैले राम्रोसँग नयाँ वर्षको एकदम धेरै धेरै शुभकामना ल बाई बाई